मेरो ठुलो दादा चाहिँ अमेरिकामा बस्छ, तर उहाँ बसे पनि उसले चाहिँ मलाई उसले बनाएको रेसिपीहरूको भिडियो चाहिँ सेन्ड गरिरहेको छ। सो उसले चाहिँ आज बनाएको थियो खसीको मासु। त्यही लागि म चाहिँ हजुरहरूलाई उसको रेसिपी सेयर गरौँ पर्यो भनेर नि त। हल्का तेल हालेर खसीको मासुलाई चाहिँ कराईमा राखिदिनु होला। त्यसको बादमा यता रेडी गर्नु पेस्टमा चाहिँ छ लसुन, अदुवा, अनि यो प्याकेटको मसलाहरू रेड चिल्ली भयो, गरम मसला भयो होइन, धनियाँ मसला भयो, त्यो सबलाई पानीमा हालेर घोलिदिनु होला। त्यसको बादमा पाकिरहेको खसीको मासुमा मसला लगाएर एकछिन चलाउनु होला। चलाउनु चाहिँ एकदम राम्रोसँगले पर्छ होइन। जति तपाईँहरूले राम्रोसँगले चलाउनुहुन्छ त्यति मसला चाहिँ एकदम माने मटनको भित्रभित्र घुसिजान्छ। त्यसको बादमा यता चाहिँ रेडी हुँदैछ खसीको मासुसँग खानुको लागि बासमती राइस। मलाई चाहिँ खसीको मासुसँग एकदम फरर परेको भात मनपर्छ र मेरो दादालाई पनि त्यस्तै मनपर्छ। सो उसले चाहिँ त्यस्तै खालको भात बनाउँछ। र गाइस मलाई चाहिँ दादाले भन्यो कि आज चाहिँ म खसीको मासु खान्छु कान्छी। सो त पनि खसीको मासु खानु भनेको थियो नि त, त्यही लागि मैले चाहिँ आज खसीको मासु छ, किनभने चाहिँ यो भिडियो चाहिँ अस्तिकै हो नि त गाइस। र गाइस फाइनली यहाँ रेडी पनि भइसकेको छ। यति टेस्टी भएको थियो नि खानालाई, मैले त खाएको छुइनँ, बट तपाईँहरूलाई हेर्नु न, हेरेरै थाहा पाइहाल्नु होला त। बाई बाई गाइस।